डुम्बाताल जोमसोम बजारबाट करिब 2.5 किलोमिटर पश्चिमतिर अवस्थित छ। ठिनी गाउँ हुँदै डुम्बाताल पुग्न सकिन्छ। मोटर बाटो पनि कालोपत्रे छ। समुद्री सतहदेखि करिब 3000 मिटरको उचाइमा रहेको डुम्बातालको कथा स्थानीय मानिसहरूका अनुसार सयौं वर्ष पहिले यो तालको पानी एक दिन अचानक सुनौलो रङमा परिणत भयो रे। त्यसपछि गाउँका ज्येष्ठहरूले बौद्ध भिक्षुहरूलाई बोलाए रे। भिक्षुहरूले ध्यान प्रार्थना र पूजापाठ गरी 7 दिनसम्म लगातार मन्त्र जप गरेपछि तालमा अचानक हावा चल्यो रे अनि पानी फेरि बिस्तारै नीलो रङमा फर्कियो भन्ने जनविश्वास छ। आज पनि स्थानीय र तीर्थयात्रीहरू डुम्बाताल पुग्दा पहिले चुपचाप केही समय बस्छन्, प्रार्थना गर्छन्। हामी पनि धेरै बेर डुम्बातालको सुन्दरतामा हरायौं। मुस्ताङ पुग्दा सायद सबैजना यहाँ पुगेकै